हामी आइलाग्दैनौँ 2 महिनासम्म हामी चुप बस्यौँ नि त हैन। तर ठुलो आन्दोलन हामीले कहिल्यै पनि गरिनौँ, किनभने अहिले समय ठिक छैन, देशलाई निकास चाहिएको छ भनेर हामीले नगरेको हैन। तर कुनै दिन हामीमा आइलाग्यो भने चाहिँ त्यो दिन विश्वास राख्नुस् कि त्यो दिन हामीले जनता उतार्नु सकिनौँ भने म झुन्डेर मर्न तयार छु। हामीलाई चलाउने काम नगर्नुस्। 2 दिनमा डिस्कर्डमा 1.5 लाख मान्छे जम्मा गर्न सक्ने हामी हिम्मत भएको मान्छेहरू 2 महिनामा 2 दिनमा बुढा बाजे हैन, 2टा किडनी फेल भइसक्नु, अब अर्को किडनी पाइँदैन बा, रेस्ट गर्नुस्। तीनैजना हामी सबै तीनैजना हजुरबाहरूलाई चाहिँ हामी के गर्छौँ, युवा पुस्ताबाट चाहिँ प्लिज रेस्ट गर्नुस् हैन, खुट्टा मिच्ने मौका दिनुस् आफ्नो परिवारलाई। त्यो बुढा भएको खुट्टालाई तपाईँ किन हिँडाउनुहुन्छ यति साह्रो, किन दुःख दिनुहुन्छ? त्यो रेमिटेन्सको धाक देखाइरहेछ नि, जुन चाहिँ पहिलादेखिको पोलिटिकल पार्टिजहरूले रेमिटेन्सको धाक देखाइरहेछ नि हैन। अब हेर्नुहोस्, तपाईँ मेरो आफन्त, जबसम्म तपाईँ हुनुहुन्छ तबसम्म म तपाईँलाई पैसा पठाउने हो। तपाईँ बुढा भएर तपाईँ अब भित्र जानु भने म तपाईँलाई किन पैसा पठाउने? अनि रेमिटेन्स खत्त कसको लागि पठाउने त? मेरो परिवारै छैन नेपालमा भनेपछि मैले कसको लागि पठाउने त हैन। त्यही भएर एक दिन यो बुढाहरूले हाम्रो नेपाललाई चाहिँ वृद्धाश्रम बनाउनु खोजिरहेछ है। गृहमन्त्रीको हामी यस्तो नैतिकता नभएको मान्छे चाहिँ होइन। अनि यस्तो छ कि तपाईँ गृहमन्त्री समेत तपाईँको अब यो प्रशासनको लागि तपाईँको पत्र पठाएर हुन्छ नि के गरेर तपाईँको मेरो नागरिकता बारेमा छानबिन गर्न विचार तपाईँको त्यो वडा अध्यक्षलाई यति दुःख दिइरहेछ है। कहिले कसले फोन गर्छ अरे तपाईँको सुदन गुरुङ त्यहाँको हो भनेर सोध्छ अरे, कहिले एमालेकोले फोन गर्छ ए सुदन गुरुङ त्यहाँको हो भनेर सोध्छ अरे होइन। अब त प्रशासनले फोन गरे रे सुदन गुरुङ त्यहाँको हो कि होइन भनेर सोध्रे। त्यतिखेर जब गृहमन्त्री तपाईँको मेरो साइडमा राष्ट्रपति निवासमा हुनुहुन्थ्यो, जब हाम्रो एजेन्डाको लागि मागको लागि र संसद विघटन र प्रधानमन्त्रीको चयनको लागि उहाँ मेरो कानुनी सल्लाहकार भएर त्यहाँ उपस्थित हुँदै गर्दाखेरि उहाँले त्यतिखेर सुदन सर तपाईँको नागरिकता हेरौँ त भनेर भन्नु पर्दैन? त्यतिखेर भन्नुपर्ने हो नि त, सुदन सर तपाईँ त फेरि बाहिर गयो कि नागरिकता हेरौँ त तपाईँको। टालिदिन्थेँ मैले तपाईँको निधारमै होइन। ल हेर्नुहोस् होइन, यतिसम्म तपाईँको हुन्छ नि आफ्नो देशलाई माया गरेको भरमा यति साह्रो मान्छेले पेल्ने हो त? गाउँबाट फर्केर आएर त्यो टाल्ने मन छ कि छैन? टाल्नु त धेरै मन छ नि तपाईँको, त फेभिकोल ल्याएर सुपर ग्लु ल्याएर ट्यापै पारेर टाल्नु मन छ नि। सबै एमाले जतिजनाले भनेर सबैलाई टाल्नु मन छ होइन। तर फेरि तपाईँ यस्तो छ कि समस्या के छ भने एमाले पनि राम्रो नेताहरू त छन् नि त भित्रभित्र त। हामीले कार्पेट बमिङ त गर्नु मिल्दैन नि त। 2-3 जना टोकेहरू होला, मुवारहरू होला, जसलाई चाहिँ आफ्नो देशको चिन्ता छैन होइन, आफ्नो बारेमा मात्र सोच्छ, आफ्नो सत्तामा मात्र जाने उहाँहरूको प्लान छ। तर कति एमाले नेताहरू त छन् नि तपाईँको जसले चाहिँ सुदन बाबु सही डिरेक्सन यो हो है भनेर नि दिनुभएको छ है, डिरेक्सन चाहिँ यो हो है भनेर उहाँहरूले नि भन्नुभएको छ, सम्झाउनुहुन्छ यो तरिका भनेर उहाँले सम्झाउनुहुन्छ। तर कुनै व्यक्ति आफ्नो पर्सनल एजेन्डाको लागि कुनै भनौँ न अब एउटा केपी ओली जस्तो हाम्रो बुढा बाजे होइन, 2टा किडनी फेल भइसक्नु, अब अर्को किडनी पाइँदैन बा, रेस्ट गर्नुस्। तीनैजना हामी सबै तीनैजना हजुरबाहरूलाई चाहिँ हामी के गर्छौँ, युवा पुस्ताबाट चाहिँ प्लिज रेस्ट गर्नुस् होइन, खुट्टा मिच्ने मौका दिनुस् आफ्नो परिवारलाई। त्यो बुढा भएको खुट्टालाई तपाईँ किन हिँडाउनुहुन्छ यति साह्रो, किन दुःख दिनुहुन्छ? अब आनन्दसित बेसमा बसेर चाहिँ नाति पनातिसँग खेलेर होइन, अब एउटा नयाँ नेपाल हुँदैछ है बाबु भनेर आशा देखाएर होइन, उहाँहरूलाई नि कुनै दिन यस्तो समय तिमी नै आवाज उठाउनुपर्छ है बाबु भनेर सल्लाह दिएर त्यो गरेर तपाईँको गरे भए त हुन्थ्यो नि। हुन त दाइले भने नि ठिक हो, अब नानी पनाति कसरी हुने, उहाँको बच्चै छैन, त्यही भएर बच्चा मारेको ठानै छैन उहाँलाई होइन, उहाँलाई मतलब पनि छैन होइन। हामी त रेडी छौँ। हेर्नुहोस्, कोही हामीलाई आइलाग्छ भने जेन्जीहरूमा यति म हजुरको मिडिया मार्फत भन्न चाहन्छु कि हामी आइलाग्दैनौँ 2 महिनासम्म हामी चुप बस्यौँ नि त होइन। हजुरले काहीँ हामीले आन्दोलन गरेको देख्यौँ? ठुल्ठुलो आन्दोलन हामीले केही पनि गरौँ, सान्तिनोहरू तपाईँको देख्नुभयो होला। तर ठुलो आन्दोलन हामीले कहिल्यै पनि गरिनौँ, किनभने अहिले समय ठिक छैन, देशलाई निकास चाहिएको छ भनेर हामीले नगरेको होइन। तर कुनै दिन हामीमा आइलाग्यो भने चाहिँ त्यो दिन विश्वास राख्नुहोस् कि त्यो दिन हामीले जनता उतार्नु सकिनौँ भने म झुन्डेर मर्न तयार छु होइन। त्यो दिन हामी यस्तो मानव सागर उडाउँछ कि अनि यो पेट्रोल र मासु भातले हुनेवाला छैन। एउटा नेपाली नागरिक भएको नाताले मात्र हुनेछ, आफ्नो देशलाई माया गरेको हिसाबले मात्र आउनेछ त्यो मान्छेहरू। त्यही भएर हामीलाई चलाउने काम नगर्नुहोस्। 2 दिनमा डिस्कर्डमा 1.5 लाख मान्छे जम्मा गर्न सक्ने हामी हिम्मत भएको मान्छेहरू 2 महिनामा 2 दिनमा भनेपछि अहिले हामीसँग 2 महिना भयो, कति मान्छे जोइन भयो होला?